लगाइदिउँला सुनाइको औठी तिमलाई मेरै बनाउँछु एकलौटी रैया चाँदीको। चर्चित लोक तथा दोहोरी गायिका टिका सानो र लोक तथा दोहोरी चर्चित गायक सुमान परेलको पछिल्लो समयको केही लाइभ दोहोरीको जानकारी छोटो फलक भिडियो लिएर हजुरमाझ उपस्थित भइसकेको जानकारी गराउन चाहन्छु। दर्शकबिन यस भिडियो पुरा सुनेर र हेरेर हामीलाई अन्त्यसम्म साथ दिनला। पछिल्लो समय दर्शक श्रोताहरूको मन मुटुमा बस्दै आएको लोकप्रिय गायक सुमान परेल लोक तथा दोहोरी चर्चित गायिका टिका सानुको पछिल्लो समयको लाइभ दोहोरी र विभिन्न कार्यक्रमहरूको केही जानकारी छोटो भिडियो लिएर हजुरमाझ उपस्थित भइसकेको र दर्शक श्रोताहरूले पछिल्लो समय गायक सुमान परेल लोक तथा दोहोरी चर्चित गायिका टिका सानुको लाइभ दोहोरी निकै नै मन पराइदिनु भएर आफूहरू देश तथा विदेशको विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिलेको भन्दै लोक तथा दोहोरी चर्चित गायिका टिका सानुले जानकारी गर्नुभएको छ। केही महिना अघि आफू र गायक सुमान परेल हङकङको विशेष साङ्गीतिक कार्यक्रममा सहभागी हुने अवसर मिलेको र आफूहरूले गाएको सबै जस्तो लाइभ दोहोरी र एल्बमको गीतको केही टुक्काहरू भने सामाजिक सञ्जालमा निकै नै भाइरल दर्शक श्रोताहरूको मन मुटुमा बस्दै आएको र आफूले गाएको सबै जस्तो लाइभ दोहोरीको केही टुक्काहरू सामाजिक सञ्जालमा आज भोलि पनि निकै नै चर्चाको शिखरमा रहन सफल भएको भन्दै लोक तथा दोहोरी चर्चित गायिका टिका सानुले जानकारी गराउनुभएको छ। गायक तथा मोडल सुमान परेलले पनि आफूले र टिका सानुले गाएको विभिन्न गीतहरू यतिखेर बजारमा निकै नै चर्चाको शिखरमा रहन सफल भएको र आफूले गाएको सबै जस्तो लाइभ दोहोरी र आफ्नो एल्बमको गीत पछिल्लो समय दर्शक श्रोताहरूले निकै नै मन पराइदिनु भएको त लोक तथा दोहोरी चर्चित गायक तथा मोडल सुमान परेलले जानकारी गराउनुभएको छ। केही दिन अघि आफ्नो नयाँ गीत बजारमा आएको र दर्शक श्रोताले निकै नै मन पराइदिनु भएर आफूले गीत सङ्गीतमा लामो समयदेखि निकै नै सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएको भन्दा लोक तथा दोहोरी चर्चित गायक सुमान परेल लोक तथा दोहोरी चर्चित गायिका टिका सानुले जानकारी गराउनुभएको छ। गायक तथा मोडल सुमान परेलले जानकारी दिएअनुसार गायिका टिका सानुसँग आफ्नो दर्जनौँ गीतहरू निकै नै चर्चाको शिखरमा रहन सफल भएर आफूहरूले गाएको सबै जस्तो लाइभ दोहोरी र आफ्नो एल्बमको गीत दर्शक श्रोताहरूको मन मुटुमा बस्दै आएको भन्दै लोक तथा दोहोरी चर्चित गायक तथा मोडल सुमान परेलले जानकारी गराउनुभएको छ। गायिका टिका सानुले नै पछिल्लो समय आफूले माइली टेली सिरियलमा पनि अभिनय गर्दै आफू देश तथा विदेशको विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिलेर गायक तथा मोडल सुमान परेल र आफूले गाएको सबै जस्तो लाइभ दोहोरी र आफ्नो एल्बम गीत यतिखेर बजारमा निकै नै चर्चाको शिखरमा रहन सफल भएको लोकप्रिय गायिका टिका सानु र गायक सुमान परेलले जानकारी गराउनुभएको छ।